यो चाहिँ अघिल्लो भिडियोको पार्ट 2 हो है। अनि खाजा खाइसकेपछि हामी चाहिँ फोटो खिच्न भिडियो बनाउनतिर लाग्यौँ। अनि केटाकेटीहरू चाहिँ आफ्नै तालमा खेल्न थाले। कसैले चाहिँ खाना बनाउन थाल्नुभयो। अनि हामी चाहिँ नाच्न रमाइलो गर्नतिर लाग्यौँ। नाचेको भिडियो चाहिँ मैले थोरै थोरै मात्रै राखिदिन्छु। नाचेको भिडियो चाहिँ मैले थोरै थोरै मात्रै राखिदिएँ। पुरै राख्दा चाहिँ यो भिडियो लामो हुन्छ, त्यसलाई चाहिँ म छुट्टै नै पोस्ट गर्छु। नाच्दा नाच्दै रमाइलो गर्दा गर्दै केही समयपछि चाहिँ हाम्रो खाना रेडी भइसक्यो। अनि त्यसपछि बच्चाहरूलाई जम्मा गरेर पहिले हामीले चाहिँ बच्चाहरूलाई नै बाँड्यौँ। बच्चाहरूलाई बाँडिसकेपछि हामीले पनि खायौँ। सबैजना यसरी जम्मा भएर रमाइलो गर्दा खाँदा एकदमै रमाइलो भइरहेको थियो। केटाकेटीहरू पनि खुसी हुँदै रमाइरहेका थिए। हामीले पनि एकदमै रमाइलो गर्यौँ। आजभोलि चाहिँ दिन छोटो छ नि त, छिटै नै रात परिहाल्छ। त्यसैले हामी चाहिँ खानासाना खाएर एकछिन रमाइलो गरेर घरतिर लाग्यौँ।